संघ का अध्यक्ष भाई राजन रोनियाजी, विशिष्ट अतिथि मेरा परम आदरणीय मित्र नेपाल पत्रकार महासंघ का पूर्व केंद्रीय सचिव दिपेन्द्र चौहानजी, नेपाल पत्रकार महासंघ प्रदेश का अध्यक्ष श्याम बंजाराजी, पर्सा शाखा का अध्यक्ष ओम प्रकाश खनालजी, प्रदेश सदस्य अजय शाह भाई, नेपाल प्रेस यूनियन का केंद्रीय सदस्य मेरा आदरणीय दाई श्रीराम रामाजी जी, लगायत उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष ज्यू लगायत उपस्थित अग्रज तथा मेरा संपूर्ण साथीहरुमा हार्दिक न्यानो अभिवादन। आज हामी सनातनी पत्रकारहरूलाई बडा गर्वको दिन हो। हाम्रो यो पावन वीरगञ्जको कहमाईको तीर्थ ठाउँबाट हिन्दू पत्रकार संघको घोषणा गर्ने जुन जबरको भएको छ, त्यसको लागि म यसको सुरुवात गर्ने सम्पूर्ण अग्रज तथा साथीहरूलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी धन्यवाद पण्डित डाक्टर पुरुषोत्तम द्विवेदीलाई पनि दिन्छु। उहाँको स्वस्तिक वाचनले सुरुवात भएको यो नवगठित पत्रकार संघको सभामा अजीब किसिमको तरंग पैदा भएको छ। हुन त पर्सा जिल्लामा धेरै पत्रकार संघहरू छन्, जस्तो अघि मेरा मित्र दिपेन्द्र चौहानजीले भन्नुभयो, कानु समाज छ, मुस्लिम समाज छ, राई किराँत समाज छ, यदि अनेक यस्ता नाम गरेको पत्रकार समाज गठन भएको छ। त्यसमा अलगै केन्द्रबिन्दु भएर हिन्दू पत्रकार समाज जुन गठन भएको छ, सनातनी पत्रकारहरूको धर्म रक्षा तथा पत्रकारहरूको रक्षा हेतु जुन गठन भएको छ, त्यसको लागि म उहाँहरूलाई सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। म एउटा घटना सुनाउन चाहन्छु। आज यो हिन्दू पत्रकार समाज संघको गठन भएदेखि नै म एउटा कुरा भन्छु, अघिदेखि नै भन्न चाहन्छु। मैले यहाँ धेरै साथीहरूलाई थाहा होला, मैले टेलिभिजनमा एउटा समाचार डिबेट कार्यक्रम चलाएको थिएँ। त्यो हाम्रो राज सराफले यो डिबेट कार्यक्रम चलाएका थिए। कार्यक्रम कम्प्लिट भयो र कार्यक्रम चल्ने बेलामा सुरक्षा समितिको निर्णय हो भन्दै गृह मन्त्रालयबाट मलाई 1 मिनेटमा 15वटा 14वटा फोन आयो। सिडिओ साहबले अलग्गै फोन गर्नुभयो, काठमाडौँबाट अलग्गै फोन आयो, त्यो समाचार तपाईँ रोकिदिनुहोस् भनेर। मसँग त्यो बेलामा हामी एउटा केन्द्रीय कार्य समितिको एउटा प्रोग्राम थियो। ओम प्रकाश पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल पनि मसँग थिए। मैले फोन उठाउन छोडेपछि ओम प्रकाश खनालजीको मोबाइलमा फोन आउन थाल्यो सिडिओको, अनि यो कार्यक्रम तपाईँहरूले त्यो अविलम्ब रोक्नुहोस् भनेर। म रोक्न मानिनँ। त्यसपछि उहाँहरूले लिखित रोक्नलाई आग्रह गर्नुभयो। त्यो डिबेट कार्यक्रममा के थियो, मैले कुनै साम्प्रदायिक दंगा हिसाबले मैले त्यो भन्न खोजेको होइन, तर मैले आफ्नो मनको पीडा भन्न खोजेको। म एउटा पत्रकार महासंघको केन्द्रीय सचिवको हैसियतले पनि म त्यो बेलामा दुखित थिएँ। म त्यो समाचार बताउन सकिनँ। त्यो समाचारमा डिबेटमा दुईटा कुरा थियो। एउटा हिन्दू संघको एकजना रञ्जित सराफ भाइ हुनुहुन्थ्यो र मुस्लिम संघको अध्यक्ष समथिङ, मैले नाम याद आएन, उहाँ हुनुहुन्थ्यो। उहाँ दुईजनाको बिचको डिबेट कार्यक्रम थियो। डिबेटमा के थियो, उहाँले राष्ट्रिय गानको कुरोमा अब्जेक्सन जनाउनु भयो। उहाँ राष्ट्रिय गान म गाउँदिनँ, राष्ट्रिय गान गाउँदिनँ भनेपछि अर्को हिन्दू पक्षले तपाईहरू आतंककारी हो, राष्ट्रिय गान किन नगाउने, त्यति कुराले साम्प्रदायिक दंगा हुन्छ र? हामी नेपालीहरूले राष्ट्रिय गान गाउने कि नगाउने? यदि नेपाली हो
भने राष्ट्रिय गान गाउनै पर्छ। कुनै धर्मको कुनै संस्था उसको होस् तर राष्ट्रिय गान गाउनै पर्छ। देशको सम्मानको लागि राष्ट्रिय गान हो। तसर्थ म अब त्यसमा धेरै कुराहरू थियो, त्यो सबै कुराहरूको म तपाईहरुलाई विस्तृतले कुनै बेला बताउँला। तर आजको आवश्यकता हिन्दू पत्रकार सङ्घ नेपाल आजको आवश्यकता हो र यसलाई म भाइ राजन रौनियार लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारी साथीहरूलाई, सल्लाहकार साथीहरूलाई एउटा आग्रह गर्न चाहन्छु कि यसलाई पर्सा शाखालाई मात्र पर्सा जिल्लामा मात्र होइन, यसलाई विस्तारै गर्दै नेपालभरि विस्तारित गर्दै लैजानुस्। हाम्रो शुभकामना छ। हाम्रो आवश्यकता जहाँ जे काममा पर्छ, शारीरिक भौतिक जुन हिसाबले पर्छ, हामी यस हिन्दू पत्रकार सङ्घ नेपाललाई सहयोग गर्ने वचनबद्धताका साथ आज नवगठित समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा सल्लाहकार सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार।